सो गाइज हामीले चाहिँ आफ्नो 10-10वटा गीत रेडी पारेको छौँ अनि यो चाहिँ हामीले गेस गर्नुपर्ने हुन्छ हैन। यो चाहिँ लास्टमा हामी पर्ची देखाउँछौँ ल। यो चाहिँ चिटिङ नहोस् भनेर है। हो हैन हामी गर्दैनौँ बट स्टिल नेपाली गीतहरू है सबै नेपाली है। फेरि हामी नेपाली हो नि त। यो नेपाली हो ल परे कपिराइट लाग्नु रे के मलाई। ए है केही छैन। तिमी स्टार्ट गर ल। दा ओके फर्स्टमा है त। नेपाली नै हो नि। नेपाली सबै हो। प्लिज तिमीलाई देख्दा खोक्न मन लाग्यो। पुरानो हो कि नयाँ हो? यस अहिले चलिरहेको छ चल्न चाहिँ तर पुरानै हो। यसलाई के भन्छ? हेरेको देखेको हेरे त्यसकै हेरे किन म यस्तो विक छु यसमा? खोकेको हुँदै त त्यो कुन उमेरमा खोक्छ? ला के भन्नु पास हेर्दा हेर्दै बुढो भयो। धुक्क ओके ल तिम्रो पालो। ल म त इजी नै गर्छु ल। इजी गर्छु नि कस्तो गाह्रो दिएर। व्हाट इज दिस? फुल ए फुलको आँखामा ए ओ फुलको आँखामा फुलै संसार। ओके थ्याङ्क यू। अर्कै त मेरो मन मलाई मेरो म तिमीलाई तिम्रो तिमी म तिमी म तिमीलाई पाइन मर्छु म तिमी बिचरा पुरानो फिल्म हो। फिल्मकै नाममा गीत छ। म यस्तो गीत म तिमी पुगिरहेको छ। म तिमी पाइन भने तिमी म तिमी पाइन भने यो के हो यो भन? मरेको म तिमीलाई माया गर्छु। मरेको भन्छ फेरि माया गर्छु। म तिमी यो चाहिँ बुझिन क्या। तिमी चाहिँदैन म तिमी पाइन भने म तिमी बिना मर्छु। म तिमी बिना मर्छु गीत छ। लास्टको मिलाउ न भइसक्यो। म तिमी बिना मर्छु त म तिमी बिना मरु म तिमी बिना मर्छु त हुन्छ के हो? आइसक्यो कि तीनटा वर्ड मिलिसक्यो। म तिमी बिना अनि यो लास्टको चाहिँ मरिरहेछ। मर्छ मिलेन तर त्यस्तै म तिमी बिना मरु म तिमी बिना ढलु म तिमी बिना यो के छ? म तिमी बिना मरिहाल्छु। ओ माय गॉड है अन्त मरिसक्यो वहाँ 10 चोटी। त्यही त कस्तो मगज गरेर त है। म तिम्रो पालो है। ल यो नि पुरानो ल। What is this? घर राम्रो घरदेऊ चिटिक्क गर्देऊ चिटिक्क सरी घरदेऊ घर देऊ लिउ घर लिउ घर त्यो त घर। ओके अनि कति त बिचको मिल्दैन छैन। घर
बिचको नमिलाऊ के अरे सुरुको र लास्टको मिलाऊ बिचको आफै मिल्छ क्या घर चिटिक्क हो त्यसको बिचमा के हो घर कति राम्रो अनि के हो अनि मेरो आँखा के भयो चिम्सो त थिए धेरै चिम्से भयो क्या पुरानो हो क्या यो घर रेखा बन्छ त्यो भिडियोमा रेखा थापा पास घरमा छौ चिटिक्क परेको गीत सुन ए अँ छ घरमा छौ चिटिक्क ओए यस आई रिमेम्बर नाउ ल अब अहिले थाहा भयो के गर्ने हैन जौला रेले सरर ओ यो त कस्तो मजा एकैछिन है ल ओके अर्को उसले बोलिसक्यो फेरि झ्याप्पै भन्दै बोल्छ फेरि ल बोले झ्याप्पै ला सरी उनीहरू यहाँ त सुना होइन बिस्तारै त्यो इसारामा गर्यो होला क्या तर मैले पोइन्ट पाएँ कि पाएको थियो भएछ त चिटिङ हुन्छ यो त है ल अर्को अर्को यो डिसमिस तिम्रो पालो भन अर्को अर्को डिसमिस ल के हो यो त ल सुन बोल बोलेको भन्छ नि त भनेर कति बोलेको सुन एउटा सुन म मुखले हल्का बोल्न थालेँ बोल्यो है नबोला सुन बोल बोलेको के भन्छ त्यो गीत हो दुईटामै गीत भन्न सक्छ त्यो लय मिलाएर गाऊ बोल हो त्यस्तै हो गुड बोल सुन 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 भन सुन अब त लास्टमा बनाऊ एउटा भइसक्यो मिलिसक्यो अब गीत गाऊ त सुन भन बोल भइसक्यो सुन मिलाइसक्यो तिमीले अब लास्टमा अलिकति दुईटा वर्ड एड गरेपछि गीत छ सुन भन न ओके ओ माय गॉड मेरो पाला है ओके हेर फुल ए सरी के हो यस्तो यस्तो त म त फुल मात्रै बुझ्छु त के भन्नु अब फुलै हो थुङ्गा के भन्छ जस यो चाहिँ हाम्रो अब नेसनल फ्लावर रोड लाली गुराँस अजम्बरी चम्पा चमेली हो क्या त्यो लाली चाहिँ होइन गुराँस गुराँसै फुल गुराँस यो चाहिँ मलाई मन परिरहेको छ क्या के हो यस्तो गुराँसै फुल्दा गुराँस गुराँस गुराँसको पेट मुनि हो गुराँस दिदी गुराँस दिदी होइन हौ त्यो दिदी त्यो गुराँस नानी भने त त्यसलाई दिस्ता गुराँस यही मन पर्यो यति स्टेप के भन्नु अब ल पास पास हुँदैछ हो गुराँसे फुल्यो गुराँसको त तिनवटा गीत गाएँ तर मिल्नै मिलेन होइन ओके ल अब मुटु चोर्यो दुखायो मुटु सरी के बोल्दैछु मुटु दुखायो तिमीले निन्द्रा मुटु दुखायो दुखायो त्यो होइन अर्कै हो मुटु दुख्यो त्यस्तै त्यस्तै बुझ न मुटु दुख्यो तिमीले तैले दिमाग माइन्ड छाला यो गीत छ त कस्तो अहिले चलेको अलिकति पश्चिमेली टाइपको गीत हो यो चाहिँ ल
कमेन्ट गर्नु त मुटु दुखाली तोरे पश्चिममा कहाँ म भोजपुरी जाँदैछु मुटु दुख्यो मुटु दुखायो तिमीले छाती निरे डाम त्यस्तै एक्टिङ गरे क्या मैले छाती पास ल मुटु दुखन्छ तम्रा यादव भन्ने अच्छा ओके छक्का पन्जाको अच्छा ओके फाइन अब मेरो पाला नि त के भन्नु फ्रस्ट्रेटेड के भन्नु के गरौँ कसलाई के होइन कसलाई के कसले कसको लागि कसको त्यस्तै वर्ड हो क्या तर बुझेँ तर ठ्याक्क के भन्नु तिम्रो के भन्नु के बोलु के भन्नु के गरौँ Oh my god so hard to explain I'm sorry ल के मिला हैन के पनि के चाहिँ मिला हैन त्यसको लास्टको चाहिँ मिले के कसरी भन्नु तिमीलाई कसरी मिले मलाई त के थाहा के गीत आइरहेछ के भन्नु म भन्नु लागिरहेछ कसरी भन्नु तिमीलाई म कति माया गर्छु भनेर त्यस्तै यो गीत म सुनेको छु कसरी व्यक्त गर्नु ऱ्यापमा गइसक्यो हाम्रो साथी कसरी भन्नु छे कस्तो नआएको मिल्यो तर तिमीले लिरिक्स मिलाउ ल कसरी भन्नु तिमीलाई छ्या कस्तो नआएको दिमागमा यार अघि ल तिम्रो बिचरा यत्रो मेहनत गर्यो के हो यो फेरि पानी सेकेन्ड वर्ड पानी ओके बादल आकाश झरी नाक कौन आएको क्या पागल पखाइ म पहिला भन्छु ल ओके पानी सेकेन्ड वर्ड यहीमा मिक्स छ क्या दुईटै वर्षा पानी खोला पानी असिना पानी जवान लाली जवान पानी जवान सोल्जर शरीर बडी what is called that finger the झरना ल यो वाला पानी यो क्या यो के हो यस्तो लाइक ठ्याक्क भन्दा के भन्छ यसलाई अर्को स्टेप अर्को त यसको त खै हुनै सक्दैन होला यो पनि होला सिमसिमे पानी बाजाले बेमान गर्छ कस्तो के भन्छ सिमसिमेलाई त्यही हो अर्को है त मेरो हैन ल गल्ती मेरो छैन तिमी पालो ल माया तिमी मुटु माया मिलिरहेछ त्यो एड नि गर्नुपर्छ केही कुरा मायाले तिमीलाई मायालाई भन्न हालिसके मायाको
के हो यो सेकेन्ड वर्ड ए सरी माया सेकेन्ड वर्ड माया माया फर्स्ट वर्ड अब सेकेन्ड वर्ड तिमी माया तिमी किन माया तिमी के हेर्दैछौ माया तिमी कसरी हेर्दैछौ माया तिमी लयमा मिलाउ न यो गीत माया तिमी के हेर्दैछौ आई थिङ्क मैले नयाँ म्युजिक भिडियो निकाल्नु पर्ला जस्तो यो पुरानो गीत हो कार्टुन क्रिउको हो ल कार्टुन क्रिउले डान्स गराएको थियो माया माया यस्तो गरा हामीलाई त छाडामा एक नम्बर लगाइदेला त्यस्तो त माया 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 अब यहाँ प्लस एउटा केही थप मायाकै हो अब ल पास मायालु तिमी कता छौ के मायालु तिमी कता छौ अच्छा सेट गर्ल मायालु तिमी कता छ भन्ने अब मेरो पाला नि त पिउदिन भन्दा राति सुको पिउदिन भन्दा नै नै पिउने बान्ने घाँटी पिउने मिलो फर्स्टको भन्नु ल फर्स्टको बिग यसको अर्कै स्टेप गरौँ है त ल भाइ यसको अर्को स्टेपमा सोच्दैछु ल ल हेर लजाएर भुतुक्कै लाजले लाज मस्केको मस्केर तिमीलाई मस्की लाटी त्यो लाटीले त्यो फ्लड गरे जस्तै भइरहेछ यहाँ त पास मस्किने त्यो तिम्रो पानीलाई अनि मैले तिर्खा लाग्यो भनेको ओके तिम्रो पालो मेरो के छ अन्त के हो त ल के भन्नु त कसरी मिलाउँदैन होला तिमीले झलझली हात आँखा अर्कै बिचको स्टेप भन्छु ल बिचको ल ओके मुटु माया माया नगर माया होइन माया नै म होइन माया अनि नै होइन माया नै होइन के हो सुरु के भन्छ ल त्यस्तै कस्तो अब त्यसलाई कसरी भन्छ आँखाले आँखा बोलेछ आँखा बोल्छ आँखाले आँखा होइन ओके सो कसरी भन्छ त्यसलाई उठेर गर्न नि सकिन्छ हामी होइन उठेर नै होइन उस्तै नै हुन्छ ल त्यो बिचको त्यो पछि चाहिँ यो आउँछ क्या मुटु नै माया त मलाई आफै नै भन्न आएन ल पास इसाराले बोलाउनु पर्दैन माया नभए डराउनु पर्दैन वाला हो तर इसारालाई के भन्छ कसरी भन्नु के गरेको थियौ तिमीले यसो यसो गराएको थिएँ के हो त बनाएन कस्तो तरिका बुझ्नेमा भएन है यो चाहिँ मैले के लेखेछु ल के गरिस् त्यसो
पास मोहनी ए तर यो मोहनी भएन है त्यस्तै त्यस्तै नै हुन्छ अब ठ्याक्क हुँदैन क्या हाम्रो त्यो दिमागमा अलिक बुझेन ल। के यता देखाउ त यता देखाउ त ल पकाइ फेरि फेरि यता देखाउ न एकचोटि आयो के होला तिमीलाई तिम्रो जुङ्गा तिमी तिम्रो तिम्रो तिम्रोलाई अलिक तुच्छ वर्डमा भइहाल्छ न तँलाई के भन्छु म रोजिना होइन तिमी होइन क्या तिमीमा होइन तँमा पार्नु पर्यो के त दाँत निकाल्यो हो छैन नि हम छैनन् तेरो बुढाको दाँत छैन ए हो तेरो बुढा तेरो तेरो अनि तेरो सेकेन्ड वर्ड जुङ्गा तेरो जुङ्गा तेरो बुढाको जुङ्गा तेरो बुढा तेरो तेरो जुङ्गा तेरो बुढाको जुङ्गा सेकेन्ड वर्ड त्यो सोरे भइसक्यो नबोल्दा पनि तेरो जुङ्गा के भन्छ यसलाई मस्ट जुङ्गा त जुङ्गे हो तर को हो क्या तेरो बुढा तेरो बाउको तेरो बाउको दाँत दाँत तेरो बाउको दाँत छैन तेरो तेरो बाउको बाउ भएन मिलेन तेरो बाउ भएन तेरो बाउ दाँत तेरो बाउ छैन तेरो बाउ दाँत तेरो बाउ बङ्गारा दाँत झऱ्यो पास हो तेरो बाउ थोटे आयो मामा यस्तो धन्दै आइरहेको छ थोटे दाँत ओके मेरो पाले नि लड्के जोबन तिमीलाई जोबन मेरो मेरो मलाई मेरो जोबन मेरो लाली जोबन जान्छ कि अनुहार मेरो म को रोजिना अघि त आई मीन मेल के फिमेल केटी म को भए केटी भएन म केटी मेरो यो त मैले हिन्ट मात्र दिए है जस वर्ड चाहिँ छ सिमिलर छ तर त्यो वर्ड चाहिँ होइन हुन नि सक्छ है म चिटीको घरमा छु चिटीको होइन मेरी कति पुरानो गीत हो कि नयाँ हो पुरानै हो लड्की ब्युटिफुल भनेर हिन्दी त होइन यो नेपाली केटीको माया यो गर्छ जोबन लड्के जोबन शरीर अनुहार राम्री मै राम्री हुन मेरो केटी केटी अब केटी कसरी भनौँ अब केटी नै हो तर वर्ड चाहिँ लाइक सिमिलर छ बहिनी छोरी छोरी यो छोरीको रूपै राम्रो माइ गुडनेस फाइनली सक्यो यार के सक्यो ल म लास्ट छ त मेरो एउटा छ रहेछ त एउटा छ के तर यो त के भन्नु भन ल छिटो ल त्यही
बादल बर्सा तर मैले अर्कै लेखेको थिएँ। बिजुली। किन नभने त त्यो अलिक उयो छ भने त्यहाँ अहिले पेपर हामीले देखाउनुपर्छ चिटिङ त्यो त हुन्छ कस्तो छ कस्तो भए पनि हुन्छ ल बोला भन भन यो अलिकति डिप खालको गीत हो भन न सुन भन न अनि त्यसपछि अर्को भन न सेकेन्ड वर्ड यो सेकेन्डलाई कसरी भन्छ र त्यो ल पास ल भन न मात्र म गरिदिउँला भन्नेवाला हो हो यो गीत ए जोन जोनी सिंह ल जोमा ओइ के हो त्यसको नाम मैले त बुझेन है जोन- जोन चामलिङ राई होला जोनी सिंह त को सरी है दाजु मेरो पाला न ओ यस्तो तालले के हो सुन सुन बाउ बाउलाई अघि सुन। बाउ छ नि त यो अनि त्यो अर्को केटा फिमेल हो यो चाहिँ यो चाहिँ के हो सुन कान कान सुने सुन सुन अनि अर्को सुन भित्र यसलाई के भन्छ सुन कान सुन सुन कान सुन कान सुन सुन के हो? सुन भन् त सबै गर्न गर गर कतिसम्म छ गर त के हो यो सुन न मात्र अघि भन न त्यो अहिले सुन न सुने तिम्रो मैले खबर सुन कान भएपछि सुने तिम्रो कसरी भयो त्यही त सुन कान कान केटालाई के भन्छ कान्छा उम्, सुन सुन कान्छ उम्, सुन कान्छ यो हावाले कता लान्छ ए कता लान्छ होइन के भन्छ ओ माय गॉड ल सो गाइस हाम्रो एकदम रमाइलो यस्तो भयो थियो तर मेरो चाहिँ है हेन्डराइटिङ चाहिँ बुझ्नु उल्टो देखिन्छ हौ तर यो नदेखा अहिले हामी फोटो खिचेर हाल्छौँ ल पर्दैन किनकि छि यो चिटिङ नहोस् भनेर हो हाम्रो चाहिँ तर अब- हामीलाई गर्न चाहिँ आएन त्यहाँदेखि ट्राई गरिन् अँ, है रमाइलो गर्नु होला प्लिज लाइक गरिदिनु होला मेरो होइन? वर्ड पनि खतरा छ बिर्सेर हो अनि हामीलाई माया गर्नु होला हामी फेरि अर्को भिडियो ल्याउँछौँ ल बाई बाई